वेद कुन बेला लेखियो सिर्जना गरियो भने जुन बेला मान्छेले अक्षर लेख्न जान्दैन थियो भन्नै के भनिन्छ धार्मिक रूपमा भने सृष्टिको सुरुमा ऋषिमुनिहरूले वेदका मन्त्र देखे। मन्त्रद्रष्टा ऋषिहरू थिए अरे, वेदका मन्त्र देखे अरे। त्यो के भनेको भन्दा ऋषिमुनिहरूले चिन्तन गरेपछि ज्ञान पाए, त्यही ज्ञान नै वेद हो। विद भनेको जान्नु हो, ज्ञान हो, त्यो वेद नै ज्ञान हो। त्यो बेला लेखन कला थिएन, मान्छे लेख्न पढ्न जान्दैन थियो। अनि के गरे भने त्यो वेदलाई श्रुति परम्पराबाट चलाए। भन्नुको मतलब अब मान्छेलाई वेद त सिकाउनु पर्यो, सिर्जना गरेपछि गुरुले चेलालाई सिकाउनु पर्यो भने जीवित हुन्छ, नभए त्यो मान्छे मरेपछि जान्छ। उनीहरूले के गरे, आफ्नो चेलालाई कण्ठ पार्न लगाए, भनेर घोक्न लगाए, आउँदो पार्न लगाए। बिर्सेला भनेर हात हल्लाउँदै गणपति गु हवा मय भन्दै हात हल्लाउँदै आरो अबरो साउन्ड गर्दै सिकाए यसलाई जीवित राख्नलाई। अनि पछि त्यही वेद लेख्नलाई लिपि, ब्राह्मी लिपि आविष्कार गरे र वेद लेखे। तर हामी यो प्राज्ञिक रूपमा के गर्छौँ भने वेद कहिले रचना गरियो यसलाई पनि हामी डेटिङ गर्छौँ, हामी यसलाई पनि काल निर्धारण गर्छौँ। वेद लेखिएको भनेको ईसापूर्व 1500 देखि 2000 भन्नु मतलब आजभन्दा 3500-4000 वर्ष अगाडितिर वेद रचना गरियो, वेद देखियो अथवा चिन्तन गरियो, त्यसपछि लिपि बनाइयो र वेद लेखियो। अनि वेदमा तपाईँको रुद्रको चर्चा गरिएको छ। वेदमा शिवजीलाई त्यति धेरै महत्त्व दिएको छैन, पशुपतिलाई महत्त्व दिएको छैन, नाम त छ। तर वेद लेखिए ताका शिवजी कृष्णदेवका रूपमा लिङ्गमा पूजा हुने देवताको रूपमा अलिक डरलाग्दा देवता छन्। यिनलाई रुद्र भनिन्थ्यो, त्यो बेला रुवाउने देवता। अनि रुद्रको स्तुति के हुन्थ्यो भन्दा एकान्तमा हिँड्दा, मसान घाटमा छ भने मान्छे डराएको छ भने मसानले चाहिँ क्या अरे दुःख नदियोस्, भूतप्रेत नदियोस् भनेर त्यहाँ स्तुति गर्ने। खोला तर्दा खोलाले नबगाओस्, चट्याङ नपरोस् आदि भनेर स्तुति गरिन्थ्यो। शिवजी त्यति प्यारा देवता छैन नारीहरूका त्यो बेला। त्यसैले के पनि कल्पना गरिएको छ भने यहाँ शिवजी भने पशुपति नाथै हो है, म भन्दैछु। शिवजी भनेको नि पशुपति नाथै हो, पशुपति नाथै हो। उनलाई पशुपति, पशुका मालिक भनेर वेदमै भनिएको छ। अनि के कल्पना गरिएको छ भने वास्तवमा शिवजी चाहिँ सुरुमा हिन्दूहरूका देवता थिएनन् कि अरूबाटै पो लिएको हो कि। जस्तो सिन्धु घाटी सभ्यता भनेको तपाईँको अहिले अफगानिस्तानमा पर्छ, त्यो सिन्धु नदीको किनारी भागमा त्यो सभ्यता भनेको वैदिक सभ्यताभन्दा अगाडिको सभ्यता हो। त्यहाँ पनि केही शिवलिङ्गका प्रतीकहरू पाइएका छन्। त्यसैले शिवजीलाई चाहिँ त्यतै पो पूजा गरिन्थ्यो कि अथवा कुनै पहाडी जातिले पो पूजा गर्थे कि किराँतीहरूले पूजा गर्थे कि, यस्ता अन्दाज अनुमान गरिएको छ। जे होस्, शिवजीको पूजा वेद रचना हुनुभन्दा अगाडि नै हुँदो रहेछ, तर रुद्रको रूपमा हुँदो रहेछ, कृष्णदेवको रूपमा हुँदो रहेछ।